नेपाल हिमाल प्रेमीहरूका लागि स्वर्ग हो, जहाँ विश्वका 14 अग्ला हिमालमध्ये 8वटा पर्दछन्, जसमा सगरमाथा पनि एक हो। नेपाली हिमालको भ्रमण गर्दा अनुपम अनुभव प्राप्त हुन्छ। चुनौतीपूर्ण पदयात्रादेखि लिएर मनमोहक हवाई दृश्यावलोकन र दुर्गम गाउँहरूमा स्थानीय संस्कृतिसँगको घुलमिलसम्मका अनुभवहरू लिन सकिन्छ। यहाँ तपाईँको नेपाली हिमाली यात्राको योजना बनाउनका लागि विस्तृत मार्गदर्शन दिएको छ। 1. प्रमुख हिमाली गन्तव्य र गतिविधिहरू। नेपालले सबै शारीरिक क्षमता र रुचिका लागि विभिन्न हिमाली अनुभवहरू प्रदान गर्दछ। स्टार सगरमाथा क्षेत्र, खुम्बु। स्टार मुख्य विशेषताहरू, सगरमाथा एभरेस्ट, सगरमाथा आधार शिविर, इबिसी, कालापत्थर, शेर्पा संस्कृति, प्राचीन गुम्बाहरू, सुन्दर हिमनदीहरू। गतिविधिहरू, सगरमाथा आधार शिविर पदयात्रा, सबैभन्दा लोकप्रिय, 3 पासेज ट्रेक, थप चुनौतीपूर्ण, गोख्यो ताल ट्रेक, शिखर आरोहण, जस्तै, आइल्यान्ड पिक, लोबुचे पिक। स्टार पहुँच, काठमाडौँबाट लुक्ला, तेन्जिङ हिलारी विमानस्थल, सम्मको उडान। स्टार अन्नपूर्ण क्षेत्र। स्टार मुख्य विशेषताहरू, अन्नपूर्ण प्रथम, धौलागिरी, माछापुच्छ्रे, गुरुङ र मगर गाउँहरू, लालीगुराँसका वनहरू, विविध परिदृश्य। गतिविधिहरू, अन्नपूर्ण आधार शिविर, एबिसी ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, लामो र विविध, घुरेपानी पुनहिल ट्रेक, छोटो, मनोरम दृश्य, मर्दी हिमाल ट्रेक। स्टार पहुँच, पोखरासम्म उडान वा गाडीमा यात्रा, मुख्य प्रवेशद्वार। स्टार लान्टाङ क्षेत्र। स्टार मुख्य विशेषताहरू, लान्टाङ लिरुङ, गणेश हिमाल, शान्त उपत्यकाहरू, तामाङ संस्कृति, सगरमाथा, अन्नपूर्णभन्दा कम भिडभाड। गतिविधिहरू, लान्टाङ उपत्यका ट्रेक, गोसाइँकुण्ड ताल ट्रेक, हेलम्बु ट्रेक। स्टार पहुँच, काठमाडौँबाट स्याब्रुबेसीसम्म गाडीमा यात्रा। मनास्लु क्षेत्र। स्टार मुख्य विशेषताहरू, मनास्लु 8औं अग्लो हिमाल, प्रतिबन्धित क्षेत्रको पदयात्रा, विशेष अनुमति र गाइड समूह आवश्यक, विविध पारिस्थितिक प्रणाली। गतिविधिहरू, मनास्लु सर्किट ट्रेक, एक चुनौतीपूर्ण र इनामदायी अनुभव। स्टार पहुँच, काठमाडौँबाट सोती खोला वा आरुघाटसम्म गाडीमा यात्रा। स्टार डोल्पो र मुस्ताङ। स्टार मुख्य विशेषताहरू, दुर्गम, रहस्यमय, तिब्बती बौद्ध संस्कृति, प्राचीन गुम्बाहरू, अनौठो सुक्खा परिदृश्य। माथिल्लो मुस्ताङ, निषिद्ध राज्य हो जसमा कडा नियमहरू छन्। गतिविधिहरू, माथिल्लो डोल्पोमा पदयात्रा, माथिल्लो मुस्ताङ ट्रेक। स्टार पहुँच, पोखरा, नेपालगञ्जबाट जोमसोम, मुस्ताङ, वा जुफाल, डोल्पो, सम्मको उडान। 2. भ्रमणका लागि उत्तम समय। नेपालमा हिमाली भ्रमण र पदयात्राका लागि सामान्यतया सुक्खा मौसम उत्तम मानिन्छ। स्टार शरद ऋतु, सेप्टेम्बरदेखि नोभेम्बर, यो उच्च सिजन हो। फाइदाहरू, सफा आकाश, उत्कृष्ट हिमाली दृश्यहरू, मध्यम तापक्रम, मनसुनपछिका हरियाली परिदृश्यहरू, प्रमुख चाडपर्वहरू, दशैँ, तिहार। बेफाइदाहरू, लोकप्रिय मार्गहरूमा भिडभाड हुन सक्छ, लजहरू भरिन सक्छन्, मूल्यहरू बढी हुन सक्छन्। स्टार वसन्त ऋतु, मार्चदेखि मे, यो दोस्रो उत्तम सिजन हो। फाइदाहरू, तातो तापक्रम, लालीगुराँसका वनहरू फुलेका, कम उचाइमा, लामो दिनहरू। बेफाइदाहरू, कहिलेकाहीँ धुलो वा कुहिरोले दृश्यहरू धमिलो पार्न सक्छ, विशेष गरी तल्लो उपत्यकाहरूमा, र हालका वर्षहरूमा सुक्खा अवस्थामा आगलागीको जोखिम बढ्दो। स्टार शीतकालीन, डिसेम्बरदेखि फेब्रुअरी। फाइदाहरू, धेरै सफा आकाश, कम भिडभाड, हिउँले ढाकिएका चुचुरोका उत्कृष्ट फोटो अवसरहरू। बेफाइदाहरू, उच्च उचाइमा धेरै चिसो हुन्छ, हिउँका कारण उच्च पासहरू बन्द हुन सक्छन्, उचित जाडोको पोसाक आवश्यक पर्दछ। स्टार मनसुन, जुनदेखि अगस्त। फाइदाहरू, हरियाली परिदृश्य, कसैका लागि अद्वितीय अनुभव। बेफाइदाहरू, बारम्बार वर्षा, हिलो र चिप्लो बाटो, जुका, बादलका कारण हिमाली दृश्यहरू देखिँदैन, पहिरोको उच्च जोखिम, सीमित उडानहरू। सामान्यतया उच्च उचाइ पदयात्राका लागि सिफारिस गरिँदैन। 3. आवश्यक भ्रमण मार्गदर्शन र सुझावहरू। स्टार एक लाइसेन्स प्राप्त गाइड र भरियाको व्यवस्था। स्टार अत्यन्त सिफारिस गरिएको, विशेष गरी लामो पदयात्राका लागि वा यदि तपाईँ भूभाग, संस्कृतिसँग अपरिचित हुनुहुन्छ भने। स्टार सुरक्षा, लाइसेन्स प्राप्त गाइडहरू नेभिगेसन, प्राथमिक उपचार र पर्वतीय उद्धारमा प्रशिक्षित हुन्छन्। उनीहरूसँग स्थानीय संस्कृतिको गहिरो ज्ञान पनि हुन्छ। स्टार स्थानीय अर्थव्यवस्थालाई समर्थन, गाइड र भरियाहरू भाडामा लिएर तपाईँले स्थानीय समुदायहरूलाई प्रत्यक्ष समर्थन गर्नुहुन्छ। स्टार बक्सिस,
टिपिङ गाइड करिब $10